हेलो हेलो गाइस, मेरो ब्लगमा हजुरलाई वेलकम छ। फर्स्ट ब्लग मेरो के को फर्स्ट भन्ने हो, धेरै भइसकेका छन् पर भाइरल नभएर फर्स्ट नै भनौँ न। मेरो बड्डी बड्डी के गर्दै हो? कस्तो हुनुहुन्छ भन्छ हो बड्डीले। अब कस्तो भनिदिउँ मैले, कस्तो देखाएको छु गाइस भन त। गाइसहरूले भन्छन् कस्तो छु म। तैँले चाहिँ के गर्दैछस् बड्डी? के काम गर्ने? पोताई। हामी पोताई गर्दैछौँ घरमा। ससुराली आइया छ, चिजीमाम खाइया छ। त्यही चिजीमाम निकाल्न लागेको मेरो बड्डीले। मैले चाहिँ फोन चलाएर निकाल्छु। के कसो? आई एम राइट? राइट। ल गाइस कन्टिन्यू है, कन्टिन्यू। पोताई हुँदैछ, बड्डीले पोताई गर्दैछ। के मागेको बड्डी? केमा ल्याइदिने? ल गाइस म पानी लिउन जान लागेको है। खोलामा बनाए सौदे ल गाइस पानी पनि आयो, कुवाबाट तान्न पर्दैन, मोटर लागेको छ। त्यही भएर छिटै भयो भनौँ। मलाई आजसम्म यस्तरी ब्लग बनाउन आउँदैन क्या। यस्तै गरेर घुमाउँछ नि गरेर फात्राङ फात्राङ गरेर। खै के कसो ट्राई गर्दैछौँ। लसुन छ यानु, त्यहाँ प्याज छ। बड्डी प्याज कुट्ने भने होइन आज? यो काम भ्याएर बड्डीले भन्छ यो काम भ्याएर आज म पनि गएर लाग्नु पर्ला कस्तो हुने हो छ भनेर के कसो बड्डी? क्यान आई हेल्प यु? यस भन्छ बड्डीले। आवाज आएन क्या, अलि बेसरी बोल्ने गरे। देखि इसारा बड्डीको पारा। पोत्न त यस्तो गाह्रो हुने छ। बल्ल यत्न आइपुगेको छ, यति धेरै पोतिसक्यो, अझै यहाँ पोत्न बाँकी छ। गाह्रै हुने हो है पोत्न बड्डी। के कसो गर्छ नसुन्ने गरेर पोतेर भइयो। ऊ त्यो बाख्रा बसेको ठाउँतिर पनि पोत्ने हो र? पोत्ने होइन, भित्र पोतेर भ्याएको। अब कहाँ जाने? प्याज गोड्न। के फलिसकेको छ र प्याज? कुट्याउन भन्न त, कहाँ गोड्ने भन्छ त। ल ल सही छ। सालो के छ हाल खबर? ठिकै छ। आज परीक्षा कस्तो भयो त? 100 मा कति आउला? 100 हुन्न के टोटल। कति लास्ट परीक्षा त 100 को हुन्न र? हुन्न। कतिको हुन्छ त? 50 को। 50 को? ल 50 मा कति आउला? 18 अरे 20 हैन 22 25 जति आउला। 25 जति आउला। 18 लाई पास। 18 लाई पास। चिट कतिको चोर्या त आज? 49। पक्का हो? पक्का। खै हेर त यता। ए मुस्कान के भयो? परीक्षा कस्तो भयो त? राम्रो। 50 मा कति मार्क्स आउला? थाहा छैन। अब आफै गरेको मान्छेले अलिअलि थाहा छैन त? कति आउला? 10 15 20 25 कति आउला? 25 पास भइन्छ। ल ल ठिक छ, स्याबास। प्रगति गर्नुपर्छ राम्रैसँग।